नमस्कार, म नरेश भण्डारी। यहाँहरू सबैलाई स्वागत छ हाम्रो एनएस इन्टरटेन युट्युब च्यानल तथा एनएस पोडकास्ट फेसबुक पेजमा। जिन्दगी दुई दिनको हुन्छ पहेली धानका बाला मरि जाने चोला नसुकै आउनु सालसम्म हजारी फुलमाला। मेरो स्यालेरी धेरै छ भन्दा तपाईँले दिनु पनि पर्ने होइन होइन त्यो पनि सही थोरै हो, छ भने तपाईँले दिने पनि होइन। त्यो पनि सही हो। अब जो हो त्यही भन्नुपर्छ भन्ने हो। लुकाएर के गर्नु छ त, लुकाउने चिजै होइन नि खासमा। आज भेट्या मन कि कली गैरी खेत मलिहालेको हाँसमाउ कि बाल मैना चुल्ठो बाटी तेल हाल्याको हाँसमाउ कि बाल मैना चुल्ठो बाटी तेल हालेको। तर हामीले कहाँनिर कसरी कुरा गर्नुपर्ने, कहाँनिर कोसँग कुन व्यवहार गर्ने होइन, आफूभन्दा मान्छे एजेट हो कि कुन आधारले बोल्ने, अथवा त्यसले कुनै गल्ती गर्दा पनि दुई चुट हाने पनि सहन सक्ने कि नै, हरेक चिजहरू हुन्छ नि। झिलिमिली रात छ मैना मेरा साथी छ रूप सकी खाते छ आहा आहा क्या बाते छ। होइन, सङ्घर्ष नै जीवन हो भन्ने एउटा उदाहरण छ होइन। सङ्घर्ष नगरेर केही हुँदैन, सबै चिजहरू सङ्घर्षको नै प्रतिफल आफूले भोग्नुपर्ने हुन्छ। आकाशको बाटो हिँडेर पुगिने छैन म जन्म्याको माटो सुने भन्दा महँगो भइगयो। अब डेडी चाहिँ जुवा खेल्नुहुन्थ्यो, साउहरू आउँथे, अब हामी रुँदै कराउँदै जान्थ्यौँ भनौँ। त्यतिखेरको अब त्यस्तो थियो परिस्थिति। बालिराम तेलले जो बने राम्रो भगतले बालिराम तेलले बानीका बेलले कैठौ र उजालो पार्यो बानीका बेलले। त यो अहिले हेर्ने हो भने यो हिसाबले अहिले त पैसै ठुलो छ होइन। अब माया ठुलो पनि होइन। माया कस्तो छ भनेपछि अहिलेको यो मोबाइलको नेटवर्क जस्तो छ। अहिले पनि अब त्यता चाहिँ भैरव माविमै अब बाल दिवस कार्यक्रम यस्ता अब सानातिना कार्यक्रम कहिलेकाहीँ राखिराखेका हुन्छ कि अब त्यहाँ। अब प्रायः यस्तो चिनेको टिचर छन्, अब हामी पढाउने बेला आउनुभयो पनि अब अहिलेको आफ्नो चिनेकै टिचरहरू छन्। अब कहिलेकाहीँ कार्यक्रम हुँदाखेरि चाहिँ बोलाउँ है भन्ने हुन्छ, कहिलेकाहीँ मौका दिनुहुन्छ नेपाल उहाँले। गएको टाइममा हजुर, अहिले पनि सम्झिराख्नुहुन्छ उहाँले कहिलेकाहीँ। त्यो त तपाईँको के हो। भन्छन्, बडापन भन्छ नि हिन्दीमा। फेरि मेरो अब कस्तो छ भनेपछि कसैसँग झै झगडा त म भन्ने 2 दिनको जिन्दगी हो, किन कसैसँग तितो बोलेर के फाइदा छ, जहाँसम्म मिठो बोल्ने भन्ने हुन्छ कि। त्यही भएर पनि होला सायद। तपाईँलाई अर्को पनि मनपर्ने ल्याएको छु मैले, पहिलो हाँसो पहिलो बोल सबै याद छ भन्ने। यो पनि साह्रै गाउनु भयो त, राम्रो ए छ। त्यो गीत त अस्ति मैले उतिखेर सुनेर गएको, याद हुने कि नै। याद नभए केही छैन, अर्को सुनौला। याद छ भने सुनौ। त्यो गीत त म बिर्सेँ, त्यतिखेर सुनेर गएको मैले त्यो ठ्याक्कै। सबैभन्दा राम्रो यादगार प्रोग्राम जुन बिर्सनै सकेन, तपाईँको टर्न पोइन्ट बन्यो, त्यही पजाङकै बन्यो होला। अहिलेसम्म त्यति राम्रो भएको छैन, अब पहिलोचोटि भएको त्यही हो। त्यहाँपछि अब यहाँ इन्डियामा पनि भयो, मल्लेश्वरमा हुँदाखेरि चाहिँ धेरै भएको थियो। यो साङ्गीतिक क्षेत्रमा सबभन्दा बढी सपोर्ट कसले गर्छ? अब यता त मलाई संस्थाले, जुनसुकै संस्थाले पनि राम्रै सपोर्ट गरिरहेछन्, साथीहरूले पनि राम्रो माया गरिरहेछन्, त्यस्तो त्यो त छैन। साथीहरूसँग तपाईँको लिङ्क त राम्रो छ। साथीहरूसँग राम्रो छ, कसैले पनि केही हुँदाखेरि अब नै भन्दैनन्, सोधिरहेको हुन्छन् के छ कस्तो छ भन्ने कुराहरू। अहिले पनि अब डेटी बितेपछि म बाहिरतिर अलि प्रायः जस्तो कमै छु, पहिला जस्तो छैन। सोधिरहेको हुन्छन् किन आजभोलि बाहिरतिर देखिन्न, के छ कस्तो छ भन्ने कुराहरू। अब डेटी बित्दाखेरि पनि धेरैले सम्झिया हुन्, पुग्यो पनि हुन्। अब नसोचेको मान्छे पुग्यो हुन् भनौँ त्यतिखेर पनि। सबैभन्दा मनपर्ने साथी? मनपर्ने भन्ने ठ्याक्कै तोगाउन सकिन्न।
अब एउटा रमाइलो गेम छ, फोन कल। हजुर एउटा साथीलाई फोन गर्ने, म होटलमा छु, खाना खायो, पैसा छैन, यसो सहयोग गर्नु पऱ्यो भन्छ। तपाईँको साथीत्व कस्तो छ चेक गरौँ। कोही छ त्यस्तो अब स्पेसल साथी साथी? त होइन, अब एउटा पठाउने तिम्रो सँगै लिएर आएको छु। अँ, अर्को चाहिँ भिनाजु हुन्। एकछिन बिनाजुको उहाँले नाइ भन्दैन। चेक गरौँ। हुन्छ, चेक अँ, गर्न सकियो। ल फोन गरौँ। हेलो हजुर भिनाजु, कहाँ छौ? अरे मलाई 1000 रुपियाँ चाहिएको छ अहिले, इमर्जेन्सी। हो गुगल पेमा हालौ त। सन्ध्या मैले त अँ मेरा मैले आएको छ पैसा दिइहाल्नु त ल दिदीकोबाट हाल्नु। 1000 रुपियाँ हालिदिनु, बिहान रिटर्न गरौँला। अहिले आउँछ। राम्रो गर्नुभयो। अनि बेङ्गलोरको सबैभन्दा पहिलेको कमाइ तपाईँले 1500 भन्नुभयो, कति भन्नुभयो? होइन, मैले 1000 रुपियाँमा 1000 गरेँ रुपियाँको मैले। कमाउनु होइन? हजुर, अहिले कस्तो छ कमाइ? अहिले 25,000। खुलेरै भन्नुभयो, प्राय कसैले भन्दैनन्, होइन, तपाईँले म सिरियसली भन्ने हो। खुलेरै भन्नुभयो। अब यसो हो, मेरो स्यालेरी धेरै छ भन्दा तपाईँले दिनु पनि पर्ने होइन? होइन, त्यो पनि थोरै छ भने तपाईँले दिने पनि होइन। त्यो पनि सही हो। अब जो हो त्यही भन्नुपर्छ भन्ने हो। लुकाएर के गर्नु छ त? लुकाउने चिजै होइन नि खासमा। कसले खान्छ र आफ्नो हो, कमाइ? जति भयो त्यति खाने हो, जति सक्यो त्यति गर्ने हो। तेरो भाउ बढेको पेट्रोलको भाउभन्दा झिक्कै भने यो पनि मस्त गाउनु भएको छ तपाईँले। त्यो पनि सुनौ न। याद छ भने सुनौ, नत्र अगाडि यी बढौँ। गीतहरू याद छैन मलाई। यो त भर्खरैको जस्तो लाग्यो तपाईँको भर्खर हो, तर देउडामा मैले त्यहाँ सुनेर यहाँ गाएको हो कि। कस्तो छ, टुक्का राम्रो लाग्यो, टुक्काहरू चाहिँ कण्ठ गरेर गाएको हो। यो पनि एउटा तपाईँले पहिली धानाका बाला भन्ने पनि यो पनि राम्रो लाग्छ, हाम्रो सुदूरपश्चिमेली भाषा हो। त्यो त बरु भाका म आफै मिलाएर पनि गाउन सक्छु। सुनौ न, आजको रात तपाईँकै नाममा त नि हाम्रो। जिन्दगी 2 दिनको हुन्छ, पहेली धानका बाला, मरि जाने चोला, नसुकै आउनु सालसम्म हजारी फुलमाला। जिन्दगी 2 दिनको हुन्छ, पहेली धानका बाला, मरि जाने चोला, नसुकै आउनु सालसम्म हजारी फुलमाला। बाँची गया भेटी होइ झाला, पहेली धानका बाला, मर्या यतिकै हो, नसुकै आउनु सालसम्म हजारी फुलमाला। कठाइदैन हजारी फुलमाला। ए गीत त होला नि। कस्तो राम्रो गाउनुहुन्छ। हामी त चाहन्छौँ तपाईँ धेरै अगाडि बढेको, हजुर, चाहन्छौँ भगवान्सँग प्ले पनि गर्छौँ हो। होइन? केही कुरो चाहिँ कम्प्रोमाइज तपाईँले पनि गर्नुपर्छ। होइन, सङ्घर्ष नै जीवन हो भन्ने एउटा उदाहरण छ होइन। सङ्घर्ष नगरेर केही हुँदैन। सबै चिजहरू सङ्घर्षको नै प्रतिफल आफूले भोग्नुपर्ने हुन्छ। त अब हुने नहुने त समयको खेल हो, तर कोसिस चाहिँ जारी कोसिस चाहिँ जारी छ राख्नुपर्छ। हो। सबैभन्दा बढी हौसला दिने मान्छे? हौसला अब घर फ्यामिलीबाटै पाएको छु भनौँ। आमाले धेरै हौसला दिइराख्नु भएको, अरूभन्दा पनि। अब आफ्नो दाइ भाइबाट पनि कमी कमजोरी छ। आमासँग कल भइरहन्छ? आमासँग दोस्रो तेस्रो दिन भइरहेको छ। के भन्नुहुन्छ? पहिला चाहिँ अब चिठीको जमाना थियो, अब अहिले चाहिँ राम्रै छ भनौँ। अब घरमा पनि वाइफाई छ, यताउति छ। घर आएको बेला तलको घर हुँदाखेरि सधैँ भिडियो कल गरिराख्नुहुन्छ, फेस टु फेस कुरा हुन्छ, खुसी लाग्छ। के छ अब उहाँको त त्यही हो। अब बाबाआमाले के भन्नु, नराम्रो कामतिर नहिँड्नु, राम्रो काम गर्नु, सङ्घर्ष गर्नु, खाइराख्नु, भोको नबस्नु भन्ने त्यही हो बाबाआमाले भन्ने। आमाको मन दुखाएको दिन याद छ कुनै? आमाले धेरै दुःख भोग्यो पहिला। त्यो दुःख हेरेर चाहिँ आफूलाई लाग्छ हो हाम्रो जिन्दगी त केही होइन, राम्रै हो। हामीभन्दा पहिला मान्छेले कति दुःख भोग्यान् भन्ने लाग्छ। अब मैले धेरै धेरै दुःख देखेँ मैले। अब किन भनेपछि त्यतिखेर ऋण थियो, डेडीले जुवा पनि खेल्नु हुन्थ्यो। अब अहिले त हुन त अब बितेर गइहाल्नु भयो, भन्नु नहुने कुरा हो।
अब आमाको दुःख भन्दाखेरि चाहिँ यो कुरा आएको ठ्याक्कै। अब डेडी चाहिँ जुवा खेल्नुहुन्थ्यो, साउहरू आउँथे। अब हामी रुँदै कराउँदै जान्थ्यौँ भनौँ त्यतिखेरको अब त्यस्तो थियो परिस्थिति। अब अहिले उतिखेर जसले हामीले 5%ले पैसा दिएको थियो अहिले उनीहरूले नै ऋण लगाएको छ। त्यो त्यस्तो त दिन तिनीहरूलाई दिन आउँछ भनेको त्यो। सही कुरा। अर्को कुरा यो नेता भएपछि पनि दुःख पाइदो रहेछ कि घरमा, जसका श्रीमानहरू नेता हो छन् नि हो उनको श्रीमतीलाई दुःख हुँदो रहेछ। हो मैले पनि हजुरको जस्तै आँखाले देखेको छु कि घरमा धेरै मान्छे आउने चाय बनाउनु पर्ने हेर्नुहोस्, आयो त बनाउनै पर्यो हेर्नुहोस्। पाहाडतिरको ऊ अवस्था, एक त राम्रोसँग दाउरै चल्दैन। हो मैले मेरो बुवा पनि वडा अध्यक्ष हुनुहुन्थ्यो हो हो उति पञ्चायतकालमा, हो मतलब यो उति बेला यो राष्ट्रिय प्रजातन्त्र पार्टीबाट। हजुर त्यो बेला धेरै दुःख देखेको कुरो यार मैले पनि। त्यो दुःख थिएन, अब आयो मिलाउनै पर्यो, हर चिज दिनै पर्यो। एक त बुवा चुरोट खाने मेरो घरमा, हो एउटा बन्डल त्यो खुकुरी हुन्थ्यो नि पुरै सिद्धिने। अब हजुर त गेस्ट आउने भए गर्नै पर्यो। अब दुःख तपाईँले नजिकबाट हेर्नु भएको छ। सबैभन्दा बढी खुसी भएको दिन खुसी भएको दिन चाहिँ अहिलेसम्म खासै छैन भनौँ। जीवनमा? खुसी भएको दिन अहिलेसम्म देखिया छैन, अब कहिले देखिने हो थाहा छैन। त्यति खुसी चाहिँ भएको दिन छैन भनौँ। नै एक्लै कुनै दिन यस्तो खुसी महसुस भएको छैन एक्लै भएर पनि? त्यस्तो खुसी छैन। अब पहिला भन्दा चाहिँ बेटर अहिले चाहिँ खुसीको दिन उसरी बेटरै छ भनौँ। पहिला चाहिँ अब घर त्यस्तो थियो, अब आफूसँग सम्पत्ति भन्ने चिजहरू केही थिएन। हाम्रो म सम्झिन्थ्यौँ डेडी छुट्टिँदाखेरिको अब गाउँतिर त्यो चोयाले पुनेको कोठाहरू हुन्छ, धान हाल्ने भकारी टाइपको, त्यो एउटा रित्तो कुरो र अनि त्यो कोदालो हुन्छ नि, बिना कोदालाको एउटा खालि त्यो हाम्रो उतातिर जाडो भन्छन् होइन, बिना फलको जाडो हुन्छ, बाउसो भन्छन्। बाउसोको त्यो फल नभएको खालि त्यो जाडो मात्रै लिएर त्यही मात्रै भाग पऱ्यो हाम्रो छुट्टिँदाखेरि। अनि गाई चाहिँ मतलब अलग जातको थियो हाम्रो, तल धामी माथि राहुल छन्। अनि कसैले गाई कसैले बाख्रो, अनि अब के मम्मीले माइतबाट ल्याएर मतलब आफूसँग जग्गा जमिन चाहिँ थियो। भाग पर्दाखेरि चाहिँ भाग परेको त्यही हो भनौँ। अब त्यतिखेर हेरौँ भने अहिले चाहिँ ठिक छ। नातावाद कृपावाद गर्दै रहेछन् भन्ने तपाईँले आँखैले देख्नु भएन? त्यतिखेर कुन चाहिँ के थियो, छोरालाई कस्तो गर्यो, कुन छोरालाई कस्तो गर्यो? त्यतिखेर चाहिँ के थियो भन्ने देखियो। अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ जे भए पनि सेयरिङ गरौँ, जति छ त्यति खाऊँ भन्ने। भाइहरूको मनमा पनि त्यस्तो छैन। छन् त जेठो बाउको छोराहरू छन्, म मात्रै पो मेरो बाउको एक्लो छोरा हो। बाउको चाहिँ 3वटा भाइ हो नि त। 3वटा भाइमा चाहिँ जेठोवालाको चाहिँ 4वटा भाइ 4वटा बहिनी हो। माइलोवालाको 5वटा बहिनी 3वटा भाइ हो। त्यो अरू त छन्, अब मलाई त त्यस्तो टाइपको छैनन्। जीवन साथ दिइरहेको छ। बुझिहाले देखिहाले नि, देखेर पनि हुन्छ नि। जमाना अनुसार भनौँ कि अब समयले समय यो अब त्यही हो कस्तो छ भन्ने कुरा। मान्छे धेरै पुगिसक्यो नि त। अब धन सम्पत्तिले के गर्ने भन्ने पनि हुन्छ क्या। हो के गर्ने त त्यो मान्छे अब अहिले तपाईँको नेपालतिर भन्दा पनि यहाँ बस्ने मान्छे पनि अब यो मान्छेको अकालै मर्नुको देखेर यो कमाएर पनि के छ, मान्छेको जिन्दगी भनेको यस्तो हुँदो रहेछ। अब हामीसँग कयौँ मान्छे अहिले यसरी फेस टु फेस कुरा गरेर मान्छे बिहान नदेखेको छौँ हामीले हाम्रो आँखाले। धेरै उदाहरण देखेको धेरै छौँ। देखिया छौँ। बिहान कुरा गरेको ठ्याक्कै त्यही भएर साँझ अब छैन। केही यो दुःख सङ्घर्ष गर्दाखेरि हेत्तेरी भन्ने पनि लाग्छ। त्यही भएर कोसँग के गरिलिनु छ भन्नु त? हो। तपाईँ आफ्नो खानुहुन्छ, म आफ्नो खान्छु होइन। हो। कोसँग के राख्नु छ र? त्यही भएर जुन तपाईँले राख्नु भएको छ मेन्टेन के। त्यही भएर मैले भने नि त जिन्दगीमा धन सम्पत्ति भन्ने चिजहरू आज नभए भोलि हुन्छ। मान्छेलाई चाहिँ कहिले कमाउन सकिन्न। गयो त गयो। गयो गयो। विश्वास र भरोसा भनेको एकचोटिको मात्रै हुन्छ। फेरि ऊ हामी गएपछि पनि कुरा गर्छन् क्या उनीहरूले। त्यही त मान्छे मरिसकेपछि पनि त्यो मर्नै हो भन्ने र ओहो कसरी मरेछ भन्नु धेरै फरक हुन्छ नि त मान्छेको। जिन्दगी त 2 दिनको हो। मान्छे राम्रै थियो भन्ने पनि हो। तर हामीले कहाँनिर कसरी कुरा गर्नुपर्ने, कहाँनिर कोसँग कुन व्यवहार गर्ने होइन, आफूभन्दा मान्छे एजेट हो कि कुन आधारले बोल्ने, अथवा त्यसले कुनै गल्ती गर्दा पनि 2 चोट हाने पनि सहन सक्ने कि नै, हरेक चिजहरू हुन्छ नि। यस्तो हो कि मान्छेले अहिले तपाईँको र मेरो झगडा भयो, तपाईँले गाली गर्यो, तपाईँले कुट्यो भने मैले सहनुपर्छ। किनभने भोलि तपाईँलाई याद होस् कि ओह मैले गल्ती गरेँ रहेछ, आफूले पछुताउनु परोस् क्या। त्यो लडाइँको झगडा गर्नु भन्ने ठुलो कुरा होइन। किनकि गौतम बुद्धको आदर्श हुनुहुँदो रहेछ तपाईँ त। एउटा कान हानेपछि एउटा लडाइँ झगडा गरेर मान्छे कहिले ठुलो हुँदैन। त्यो झगडा गर्दैमा डन हुन्न नि त मान्छे।
मान्छेलाई चाह्यो भने त बोलीले पनि फाल्न सकिन्छ नि, अँ। हानेर होइन, गाली गरेर होइन, तर बुझ्ने मान्छेको लागि मात्रै हो। अँ। अब तपाईँको यो लोकदोरीमा मनमा गुनगुनाइरहने त्यस्तो कुनै गीत छ लोकदोरीको तपाईँको? जति बेला पनि ठ्याक्कै सोच्नु पर्दैन यो गाना गीत गाउनलाई भन्ने हुन्छ नि मनमा, दिमागमा आइरहने खालि। मलाई त्यस्तो अब गीत सुन्न बित्तिकै अब यो गीत गाइहालौँ भन्ने हुन्छ। अब त्यस्तो खासै अब गीतै गुनगुनाइराख्ने भन्ने होइन, सुनिरहेको छु म प्रायः जस्तो सबै गीतहरू। त्यो त एकचोटि सुन्यो भने ठ्याक्कै दोस्रोचोटि आइहाल्ने त्यसलाई हो। नआयो भने 2-3 चोटि अझ सुन्छु अनि चाहिँ आइहाल्छ। कुन मनपर्छ त्योमा? म पहिला सानो हुँदाखेरि सुन्ने गीत म सुनाउँछु तपाईँलाई। सुन सुरुमा त्यो क्यासेटको जमाना हो कि क्यासेटको जमाना, अझै पनि क्यासेट हुन्छ पाहाडमा। धान काटी पहेला भइग्या गैरी खेत मलिहालेको, रिठा पाकी लाल मैना चुल्ठो बाटी तेल हालेको, आज भेट्या मन कि कली गैरी खेत मलिहालेको, हाँसमाउ कि बाल मैना चुल्ठो बाटी तेल हालेको, हाँसमाउ कि बाल मैना चुल्ठो बाटी तेल हालेको भन्ने कि यो पुरानो गीत हो। त्यतिखेर म त्यो वाकम्यानको जमाना थियो, क्यासेटमा सुन्थेँ कि सानो क्यासेटमा होइन, सानो हुँदाखेरि। ठ्याक्कै टिपिहाल्नु हुँदो रहेछ। म गीत सुनिरहेको थिएँ, त्यही त मैले भने मन पऱ्यो भने गीतलाई चाहिँ दोर्से तेर्से। ठाडी भएका याद आउँछ? अब यसको गीत छ नि के अरे चक्र बमदाईको, झिलिमिली रात छ मैना मेरा साथै छ, रूप सकी खाते छ, आहा आहा क्या बाते छ, कर्णालीतिर भेरी भेरीतिर छड्के नजर लगाई नगाई नहेर मेरीतिर, रमा 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 रमाइदे, झुमा 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 झुमाइदे, कम्मर तेरो घुमाइदे भन्ने कि ठ्याक्कै रियल कलाकारको जस्तै स्वर छ मलाई तपाईँको। ठाडी भाका भनेको एउटा यो गीत मनपर्छ। आकाशको बाटो हिँडेर पुगिने छैन, म जन्म्याको माटो सुन भन्दा महँगो भइगयो, म जन्म्याको माटो सुन भन्दा महँगो भइगयो भन्ने के। यो कुन कलाकारको याद छ? यो म ठाडी भाकामा खासै उयो गर्दैन, त्यो सुनिल नेपाली भाका चाहिँ एकचोटि थाहा छ, तर यो गीत चाहिँ तर यो धेरै पपुलर हो नि एकचोटि हो। सुनभन्दा त्यही महँगो त मैले भने कलाकार भन्दा नि म गीत गीत। चाहिँ सुनिराख्ने कि, अब कसको गीत हो भन्दा पनि त्यो गीतलाई कन्ट गर्ने। उसले गीत गाएको थियो नि त्यो के अरे रेखा जोशी दिदीले, हजुर। एक राजा दरे नाले अर्को राजा मङ्गल सैन्य, एक राजा दरे नाले कहाँ बग्छै करे नाले, पानी तिस लाग्या कि लागे, कहाँ बग्छै करे नाले, कहाँ बग्छै करे नाले, पानी तिस लाग्या कि लागे, कहाँ बग्छै करे नाले। अब हामी एपिसोडको अन्तिमतिर छौँ। हजुर। आज अन्तिमतिर मेरो कुरा भन्दा नि तपाईँकै कुरा सुनौँ आज। हुन्छ। मनमा लागेका सबै कुरा के छन् खुलेर भन्नु पर्यो। मनमा लागेका त्यस्ता केही छैनन्। साङ्गीतिक क्षेत्रतिरका केही? अब साङ्गीतिक क्षेत्रतिर कुनै कार्यक्रम हुँदाखेरि अब के गर्ने होला तयारी, दर्शकहरूको तपाईँले त तयारी गर्नै पर्दैन नि, तपाईँले त टुक्का एकदम दर्शकहरूलाई कसरी रमाइलो गराउने होला भन्ने पक्षतिर मलाई अब यो परे जस्तो अब धेरै मान्छे के हुन्छ भनेपछि म त्यहाँ पुगेपछि खादामाला लगाएन, मलाई त्यो गुनासै हुँदैन। जस्तै तपाईँले बोलाउनु भयो त्यो नै मेरो लागि ठुलो हुन्छ, त्यो खादामाला भन्दा पनि इन्भाइट नै ठुलो कुरा हुन्छ। त्यहाँ गएर पालो पाउला नपाउला त्यो आफ्नो ठाउँमा छ, तर त्यो पाउनै पर्छ भन्ने पनि हुँदैन।
माहौल कहिलेकाहीँ त्यस्तो पनि हुन्छ कि धेरै ठाउँ भएको छ त्यस्तो नहुने होइन, तर मलाई त्यो विशेष लाग्दैन। कसैको कार्यक्रममा जाँदाखेरि, कसैले कार्यक्रम राख्दाखेरि म त्यहाँ पुग्दाखेरि त्यहाँ मैले गाएर मात्रै होइन कि मैले अरूले गाएको सुनेर पनि आनन्द लाग्छ। त्यो हो नि त कलाकारमा त्यो हुनु धेरैलाई त्यो थाहा पनि होला होइन मेरो विषयमा, अब तपाईँलाई पनि थाहा होला, अब कसैले भने पनि होला। मैले त धेरै प्रोग्राममा तपाईँलाई देखेँ म यो चिजहरूमा चासो पनि राख्दैन, मैले त्यहाँ गएर गाउनै पर्छ, मैले खातामाला पाउनै पर्छ भन्ने हुँदैन। मैले पाए पनि नपाए पनि मलाई के लाग्छ भने इन्भाइट नै ठुलो कुरा हो। उहाँले मौफित भनिसकेको थिएँ आउनु पऱ्यो भनेर म पुगेँ, यहाँ त्यही नै ठुलो कुरा। त्यहाँ मैले चाहिँ गेस गरेँ आउँछु कसले कसरी नाचिरहेछन् गाइरहेछन्, म त्यसैमा रमाइलो गरेर आउँछु। रमाइलो छ हजुरमा, मैले पनि धेरै प्रोग्राममा देखेँ। सबै चिजहरू आफैले गर्ने भन्ने पनि हुँदैन नि त, मै हो ठुलो भन्नु पनि हुँदैन। कहिलेकाहीँ अरूको पनि हेर्नु हो पर्यो। हो सबै गाउने सबै नाच्ने भएपछि अरूको के हो अनि त्यहाँ हेर्ने कसले। तपाईँलाई एउटा छ एउटा अन्तिमतिर सोध्छु, माया कि पैसा? अब अहिले त यो अहिले हेर्ने हो भने यो हिसाबले अहिले त पैसै ठुलो छ होइन। अब माया ठुलो पनि होइन, माया कस्तो छ भनेपछि अहिलेको यो मोबाइलको नेटवर्क जस्तो छ। रिचार्ज सिधै सिद्धि हो, पैसा भयो त माया होइन कतिखेर त्यो त्यस्तो छैन कि त्यो चिठीको जमानामा जस्तो मान्छेले माया गर्थ्यो त्यस्तो अहिले छैन। चिठी आएन हो माया त गरिरहन्थ्यो नि पहिले। माया कस्तो हो, तर हो माया पनि राम्रो भयो भने ठिकै हो, तर माया कस्तो छ भन्ने बुझ्न धेरै गाह्रो छ अहिले। तर अहिलेको हिसाबले पैसा नै इम्पोर्टेन्ट छ। पैसा भएपछि माया पैसा भएपछि सबै चिज छ भनौँ। अहिले तपाईँको पासमा पैसा छैन भने फुटपाथमा पिसाब फेर्न दिन्न, टोइलेट जाँदाखेरि 2 रुपियाँ चाहियो, पैसा चाहियो त पैसा चाहियो होइन। त्यो मायाले त पैसा 2 रुपियाँ भएपछि A1 टोइलेटमा जान माया छ भनेपछि उसले 2 रुपियाँ त फेरि छोड्दैन नि त। सही कुरा गर्नु हो तपाईँले, सही पनि हो, वास्तविक रियल कुरा त्यही तर हो। अहिले चाहिँ पैसा ठुलो छ भनौँ यो हिसाबले। अब सम्बन्ध राम्रो छ, अब बुझ्ने मान्छेले हो भने त माया पनि ठुलो कुरा होइन। आफूलाई समस्या पर्दाखेरि हेरिदियो, आफूले पनि हेर्नु उसले पनि हेर्नु, त्यो पनि ठिकै हो। तर अहिले चाहिँ पैसा ठुला छ, पैसा भयो भने सबै चिजहरू यहाँ प्रशासनदेखि लिएर अदालतसम्म किन्न सक्ने क्षमता हुन्छ मान्छेको पैसा भयो भने। कसैको चल्दैन, त्यस्ता माया त कति किनौँला भन्ने हुन्छ। पावर त पैसाको धेरै ठुलो हुन्छ। हो हो सही कुरा हो। नत्र हामी र यहाँको मान्छेमा के फरक थियो, पैसा भएर त फरक केही छ छैन केही छैन होइन, नत्र एउटै त हो नि। अब त्यही हो, आफू यो गाला चाउरी नपर्नसम्म, आफ्नो जोस जवानी हुनसम्म हो यो सबै चिजहरू। आखिर बुढिसकेपछि त्यो करोडपतिले पनि त्यही घाटमा जाने हो, हामी यो गरिबले पनि त्यही घाटमा जाने हो। अहिले हामी त कस्तो छौँ भनेपछि न गरिब न धनी, बिचैको भएर दुःख जति सबै हामीलाई मात्रै छ कि जस्तो लाग्छ मलाई। हुन पनि हो, किनकि हामी न तलको न मागी खान सक्ने न हामी कसैलाई अब दिन सक्ने माथिको न माथिल्लो लेभलको भयो नि त, बिचैको भयो हामी। माग्नलाई पनि लाज जति सकिने सङ्घर्ष गर्ने, त्यो सङ्घर्ष गर्दा पनि नहुने, हामी बिचको भयो। मागेर खाउँ लाज लाग्ने भयो, बनाइदिएन उतिखेर स्टार्टिङमै मागेर खाने बनाइदिए हुन्थ्यो नि भगवान्ले पनि होइन। केही लाग्दैन, आरामले चोकमा बसिरहन्थ्यो, माग्थ्यो खान्थ्यो। दुःख भन्ने हामीलाई मात्रै छ, मलाई लाग्छ, मलाई मात्रै होइन सबैलाई भनौँ, हाम्रो वर्गको मान्छेलाई। आजको एपिसोड चाहिँ बवालै भएको छ, हो तैपनि बवालै म एक दुईवटा गीत सुनौँ बवालका। अब कुन गीत सुन्ने? अब हजुरको मनमा जुन छ त्यही सुनौँ। हाम्रो भुवन दाहाल दाईको पुरानो ठाडी भाका सुनौँ। अरे हामी जे पनि सुन्न तयार छौँ आज। बालिराम रातेलाले जो बने राम्रो भगतले, बालिराम रातेलाले बानीका बेलाले कैठौ र उजालो पार्यो, बानीका बेलाले बानीका बेलाले कैठौ र उजालो पार्यो, बानीका बेलाले। अनि अर्को लोकदोहोरी गीत सुनाउँछु म, भिरको घाँस काट्न सक्छौ र, पुरानो गीत हो। नङ्ग्र मासु छुटेको ठाउँमा सम्झना त रहिरहन्छ घाउमा,
भिरीको घाँस काटिन सक्छौ र लाको मायाला छैन भन्छौ रे अरूलाई आफ्नै मनलाई ढाटिन सक्छौ र लाको मायाला छैन भन्छौ रे अरूलाई आफ्नै मनलाई ढाटिन सक्छौ र भन्ने। कति राम्रो सोच छ। अब एपिसोडको अन्तिमतिर हजुर एक दुईवटा गीत सुनौ हुन्छ अनि छुट्टिउँला। सुरु गरौँ है त। हस्। कहाँ गर कहाँ पुग्यो सानो जिन्दगीमा के नै छ लैजानु मेरो माया त चाह्यो भने मर्न पनि सक्छ सिउँदो भर्यौ पराइकी भइसक्यौ यति धेरै माया नगर तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ सिउँदो भर्यौ पराइकी भइसक्यौ यति धेरै माया नगर तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ। अर्को टुक्का पनि कन्टिन्यू गरिदिउँ है। राम्रो सुनौ। रुँदा रुँदा हिँड्यौ हात हल्लाउँदै पैतालालाई बल्लाउँदै करिमै फुटेको केही छुट्यो कि भन्थ्यौ नि थाहा पाइनौ र तिमी छुटेको केही छुट्यो कि भन्थ्यौ नि थाहा पाइनौ र तिमी छुटेको। मलाई त के लागिरहेछ भने अहिलेसम्मको एपिसोड हो सबभन्दा कम बोलेको म यही एपिसोड होला। हो भने मलाई यस्तो लाग्यो बोल्ने अवसर उही छैन कसरी बोल्नु त अब। सुनौ जस्तो लागिरहेछ। गीतमै लट्ठ परिहाल्ने सुनौ जस्तो लाग्यो कि अझै बाँकी छ कि सुनौ नै अब भयो। अब अन्तिममा हाम्रो स्टुडियोमा आइदिनु भयो हाम्रो एपिसोडमा आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र अन्तिममा यो भिडियो हेर्ने दर्शकलाई हजुरको मुखबाट के शब्द भनिदिनु पर्यो। जति सकिन्छ तपाईँले माया गरिदिनु होला है। यहाँको एनएस एन्टरटेनलाई यो युट्युब च्यानललाई सबैजनाले फलो गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। धेरै माया गरिदिनु होला। अर्को टाइम यहाँले भनौँ कि ओहो तेरो गीतले तेरो इन्टरभ्यूले राम्रै भ्युज गयो धेरैजनाले सपोर्ट गर्नुभयो भनिदिनु उहाँको मुखबाट मैले सुन्न पाऊँ भनौँ है। स्वदेश अनि विदेशमा रहनुहुने सबै आमा बुवा दाजुभाइ दिदीबहिनी मेरा इष्टमित्र आफन्तजन सबैजनाले यहाँको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र माया गरिदिनु होला भन्न चाहन्छु। हस् धन्यवाद। थ्याङ्क यू सो मच।